किन जान्छु बिहान बिहान जान्छस् त? हेलो साथीहरू, तपाईँहरू कस्तो हुनुहुन्छ? आजभोलि त भिडियो गर्नलाई पनि अब जस्तो तस्तो गरेर हालिदिन्छु। टाइम पनि त्यस्तै भइरहेको छ। सग्रातीले घरि कस्तो फेरि आमा पनि बिमारी, घरमा गर्ने मान्छे पनि हुन्नन्। अनि त्यहाँबाट आज यो बहिनीहरू आछन्। अनि त्यहाँ खाना बनाउँदैछु। यहाँ छोरीको लिए लोकल चिकन, त्यसले फेरि अब जे त्यो सिकाएर फेरि खाने। अनि त्यहाँबाट यहाँ अहिले अब खसीको मासु यहाँ रेडी गरिछु अब। अनि त्यहाँबाट यहाँ पेस्ट बनाउन राखेको छु। यसको चिकनको पकोडा बनाऊँ। अनि त्यहाँबाट यहाँ माछा फ्राई। अनि त्यहाँबाट चानाको दाल बनाउँछु। यिनीहरूले पुलाउ खाने भनेर भन्दै थिए। बासमती राइस ल्याएर राखेको छन्। हेरौँ अब पुलाउ बनाउने पनि बनाउँछु। त्यही बहिनीहरूले यहाँ आगो ताप्दैछन्। धुवा भएर यहाँ देखि नै मुस्किल भइहालेछ। हाम्रो यहाँ डगी एउटा बसिरहेको छ। यसैको बात भन्छु, आमालाई यसलाई भात नदिकिन हुँदैन। सधैँ यसलाई खाना चाहिँ चाहिन्छ। यो पनि हाम्रो आमासित आगो ताप नबसेर बहिनी आइछ। यहाँ आमालाई आगो ताप्दैछन्। अब कतिखेर अब बल्ल 9 बज्दैछ, कतिखेर पाक्छ खाना खाने हुने। राति 12-1 बज्छ। अरू मान्छेको घरमा गाना बजाउनु छ। हाम्रो त्यति होइहल्ला गर्दैन। हाम्रो घरमा मान्छे पनि धेरै छैनन्, छोराहरू बाहिर, आमा र मै हो। अन्त सानो बहिनी पनि आए छोरी लिएर। तिनीहरू अब आगो तापेर बसेछन्। म यहाँ खानाको रेडी गर्दैछु। हुन्छ त साथीहरू, आजको भिडियो यति नै हो। फेरि भोलि भेटौँला।